जोड्ने पुल पनि बगेको छ। जोड्नको लागि पुर्याइरहेको यो लाइफलाइन बाढीले बगाएको छ। पक्की पुल यहाँ पुरै सिङ्गै आइरहेछ। यहाँ हेर न तल जरेको पुलको यस्तो पुरै सिङ्गै हेर्नु पनि लग्यो सबै लग्यो। लग्यो माथिको आएर स्ल्याब आएर ठोकेर ड्राम नै लग्यो। जरेको पुल आएर हानेर यहाँको पनि लग्यो। त मान्छेहरू किन बसे? त मान्छेहरू के हेरेर बस्या तिनीहरू? पुलै लाने बेला पुलबाट कुनै मान्छे नआएको छ यो। माथिको सेन्ट्रल जेलले बगाएको छ यो। सेन्ट्रल जेलले लयो सेन्ट्रल जेल लयो। त्यो बौलाहरू नि हेर्छन् तिनीहरू त। पुल लग्यो पुलै बगायो है। पुलै बगायो ल। सबै केही राख्ने भएन ल। सबै लग्यो। तिनीहरू भन्नु को हो तिनीहरू? यो यही आइपुग्छ ल। सर खोला परेर केटा ओए ओला जिद्दालाई निकालौ जिद्दालाई त्यहाँ सेफ्टी सर माथि 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 ओए माथि ओए ओए रोडमा पुग्यो यार माथि यार ओए छिटो भाग त्यो बाउन्ड नभएको न बुझेको ओए मिसिनले लगिदियो यार ओए पायो सब भत्क्यो यार ओए त्यो माथिको बाटोमा पुग्यो ओए मिसिनले नै हाल्छ ओए बोलेर गयो। यो खबर तत्काल सबैसम्म प्रवाह गर्दैन आग्रह गर्छु। अहिले म नारायणी नदी पुलमाथि छु। यो चितवनको नारायणी नदी पुलमाथि उभिएर बोल्दैछु। नारायणीको बहाव एकदमै बढ्न लागेको छ। रातिको समयमा धेरै बाढी बढ्न सक्ने अनुमान गरिएको छ। प्रहरीका तर्फबाट पनि सुरक्षा निकायका तर्फबाट पनि सतर्क रहन सबैलाई आह्वान गरिएको छ। म बिन्ती गर्छु आँधी र हुरी आउँछ कहिले